म धीरज छेत्री हजुरहरूको समक्षमा मेरो स्वरचित कविता वाचन गर्न लागिरहेको छु र कविताको शीर्षक छ समाज भित्रको म र मेरो समाज। समाज भित्रको म एउटा सानो कथा, भिर भित्र हराउँदै खोज्दै आफ्नै बाटा, कहिले प्रशंसाको तालीले उठ्छ मन, कहिले आलोचनाको चर्को स्वरले भाँचिन्छ तन। मेरो समाज अनेक अनुहारको मेल, कसैको आँखामा सपना त कसैको मनमा खेल। कहीँ दया र माया छ, कहीँ ईर्ष्याको जाल, यिनै रङहरूले बनेको छ जीवनको ताल। गल्लीका चिया पसलमा बहस चलिरहन्छ, देश धर्म संस्कारका कुरा कहिरहन्छ, तर ती शब्दभन्दा ठुलो हुन्छ व्यवहार, त्यहीबाट चिनिन्छ समाजको असली आकार। म पनि यही समाजको सन्तान, मेरो सोच र कर्मले पाउँछ पहिचान। यदि म भित्र उज्यालो बन्न सके, समाजको केही अँध्यारो त हटाउन सके। कहिले लाग्छ किन यति विभेद, किन मानिस बीच यति धेरै भेद, तर फेरि देख्छु सहकार्यको हात, दुःखमा साथ दिने मान्छेहरूको साथ। मेरो समाजको आशा भरपूर छ, आज म सचेत भई अघि बढे भने भोलि समाज पनि परिवर्तनको मोडमा उभिन्छ। समाज भित्रको म सधैँ प्रश्न गर्छु, गलत देखे विरोध गर्छु, किनकि मौनता पनि कहिलेकाहीँ दोषी बन्छ। सहीको लागि बोल्नु नै साँचो हुन्छ। मेरो समाज र म अलग छैनौँ, हामी एउटै शिक्षाको दुई पाटा जस्तै हौ। म सुध्रिए भने समाज सुध्रिन्छ, समाज राम्रो भए पनि यो देश राम्रो हुन्छ। यही विश्वास बोकेर बाँचिरहेछु, आशाको दियो मनभित्र बालिरहेछु। समाज भित्रको म सानो भए पनि मेरो समाजका लागि ठुलो सपना पालिरहेछु। समाज भित्रको म सानो भए पनि मेरो समाजका लागि ठुलो सपना पालिरहेछु। धन्यवाद।